हाम्रो तक्कालारा रेडियोलोजीको विरोध कार्यक्रम भइरहेछ। आज कार्यक्रम के हो रे सर? हाम्रो आजको कार्यक्रम विशेष छ किनकि हाम्रो नेपाल रेडियोलोजी सोसाइटीको बागमती प्रदेशद्वारा यस 24 कोटी भरतपुर चितवनमा आजको हाम्रो शान्तिपूर्ण विरोध आन्दोलन भइरहेको छ, जसमा हामी देख्न सक्छौँ हामी सबै रेडियोग्राफरहरू हौँ, कोही विद्यार्थी छन्, कोही कर्मचारी होइन, जसमा अब हाम्रो बागमती प्रदेशका महासचिव चिरञ्जीवी पन्थीद्वारा आयोजित यस कार्यक्रममा हामी नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट जुन ओएनएम पारित भएको छ त्यसमा हाम्रो संशोधनको माग हो, जसमा हाम्रो दरबन्दीहरू कायम भएको छैन योग्यता अनुसार। त्यस कारणले गर्दा चाहिँ होइन योग्यता अनुसारको दरबन्दी कायम नभएको कारण हामी पक्षपातमा छौँ। हामीहरू एकदमै अन्यायमा परेका छौँ, जस कारणले गर्दाखेरि एउटा अस्पतालको मेरुदण्डको रूपमा रहेको यस रेडियोग्राफी क्षेत्र पिछडिएको छ, जस कारणले गर्दा चाहिँ हाम्रो आवाजहरू बुलन्द बनाएर अझै आवश्यक रूपमा धेरै आन्दोलनहरू गर्न पर्ने भए तापनि आज हामी शान्तिपूर्ण विरोध आन्दोलनमा छौँ। हामी भरतपुरवासी लगायत सम्पूर्ण रेडियोग्राफीहरू आज विरोधमा उत्रिएका छौँ र हाम्रो एनआरएस जुन छ आज माइतीघर मण्डलामा त्यहाँ पनि अनुशासितपूर्ण विरोध भएको छ। अब यससँगै अब थप आन्दोलन हामी अझै गर्नेछौँ। अब आश्वासनमा भर नपरी हामी अब बोल्छौँ, हामी लड्छौँ, हामी यसै गरी अगाडि बढ्छौँ। धन्यवाद। के छ विनोद सर, केही छ भनाइ? केही छ भनाइ? केही छैन? ल ठिक छ। ल आज हाम्रो आन्दोलन के छ सर? हाम्रो के को आन्दोलन हो, के छ? म चिरञ्जीवी पन्थी, नेपाल रेडियो सोसाइटी बागमती प्रदेशको महासचिव। आज हामी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको ओएनएम नीति जुन छ त्यसको विरुद्धमा जुन ओएनएम नीतिमा हाम्रो रेडियोग्राफीमा दरबन्दीको कुराहरू छ, हाम्रो व्यावसायिक सुरक्षाको कुराहरू छ, त्यसको लागि हामी आज यो आन्दोलन गरिरहेका छौँ। आन्दोलनमा चितवनमा रहेका सरकारी तथा सम्पूर्ण प्राइभेट संस्थामा काम गर्ने सम्पूर्ण रेडियोग्राफर, रेडियोलोजिकल टेक्नोलोजिस्टहरूको उपस्थिति रहेको छ। आज यो कार्यक्रममा यो अत्यन्तै राम्रो उपस्थिति हो। यो उपस्थिति जनाउनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र साथै ओएनएम नीतिमा हाम्रो 8औँ तहभन्दा माथिको दरबन्दी नरहेको कारणले 8औँ तह, 9औँ तह र 11औँ तह, 7औँ तहमा हाम्रो दरबन्दी अविलम्ब सुनिश्चित गरियोस्। हामीलाई हाम्रो व्यावसायिक सुरक्षा, रेडिएसन भत्ताका कुराहरू लगायत विभिन्न कुराहरूमा हाम्रो जति पनि मागहरू छन् त्यो अविलम्ब पुरा गरियोस् र अस्पतालमा रेडियोलोजी विभागबाट रेडियो इमेजिङ विभाग छुट्टै बनाई त्यसमा हाम्रो व्यावसायिक सुनिश्चितता कायम गरियोस् भन्ने हाम्रो मुख्य माग रहेको छ। साथ धन्यवाद। ल हाम्रो आन्दोलन सफल रहोस् होइन? एकदम। हामी आन्दोलन 5 गतेदेखि हामी निरन्तर आन्दोलनमै छौँ। हाम्रो आन्दोलन अत्यन्तै शान्तिपूर्ण आन्दोलन छ। हामी 5 गतेदेखि कार्यकक्षमै कालोपट्टि बाँधेर विरोध जनाइरहेका छौँ भनेर हाम्रो आन्दोलन अझै पनि जारी नै छ, निरन्तर आन्दोलन भइरहनेछ। यसमा साथ सपोर्ट गर्नुहुन्छ, सबैले साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा गरेका छौँ। हस्, धन्यवाद सर, धन्यवाद। थ्याङ्क यू।